अहिले भन्दा साथीहरू म यहाँ कार्पेट स्ट्यान्डमा आइसकेको छु। चर्किरहेको छ अब यो काठमाडौँ साथीहरू। अहिले भने चाहिँ म र यहाँ दाजुहरू चाहिँ खोला हेर्नु जाँदैछौँ। अनि अस्ति भन्दै थियो नि त साथीहरू, खोला चाहिँ एकदमै बढेको छ भन्ने कुराहरू धेरै हामीले भिडियोहरूतिर देखिरहेको थियो नि त। अन्त के रहेछ कसो रहेछ तपाईँहरूलाई पनि यसो देखाउनु पऱ्यो भनेर चाहिँ म र जो चाहिँ जाँदैछौँ यहाँ साथीहरू हो। अब चाहिँ हामी पुग्नै आँटेको छौँ। तपाईँलाई एउटा केही दृश्यहरू देखाउनेछौँ कस्तो रहेछ के रहेछ है साथीहरू। अहिले भने चाहिँ हामी आइपुग्यौँ तल मल्लीको ग्राउन्डको छेउमा है। जस्तो अघि बिहानखेरि चाहिँ हेभी बढेको थियो रहेछ, हजुर देख्न सक्नुहुनेछ। यहाँ पर दागले नै तपाईँले चिन्न सक्नुहुनेछ। अहिले चाहिँ यस्तो छ साथीहरू। यहाँ हेर्नुहोस् न साथीहरू, सबै चर्किरहेको छ। अब यो के बेसी छैन, अब अझै रेनी सिजन आउनु डल्लै छ होइन साथीहरू। तपाईँलाई मैले यो देखाइरहेको छु। यहाँ सबै चर्किसकेको छ। यो त सबै पहिला फ्यालेको माटोहरू थियो नि त। अब यसले तान्छ एक दिन चाहिँ, किनभने रेनी सिजन चाहिँ अब डल्लै छ नि त है। सुरु भएको छैन नि। अघि बिहान भने चाहिँ यहाँसम्म थियो पानी, अहिले चाहिँ अलिकति घटेर त्यहाँसम्म पुगिसकेको छ साथीहरू। मुढा हेर्नुहोस् न साथीहरू, यहाँ कत्रो मुढा ल्याउँदैछ साथीहरू। लग्यो ऊ पर देख्यो स्पिड हेर्नुहोस् न साथीहरू। यहाँ यहाँ हेर्नुहोस् है, सबै यस्तो भएको छ। अम्बो यो त यो निस्किरहेछ नि हौ। आज चाहिँ अब हामी यसो भिजिट गर्दै हिँडेको नि, किनभने हामीले भिडियोमा हेऱ्यौँ नर्थ सिटीमा पानी बढेको कारणले गर्दा धेरै मिडियाहरूले दिइरहनु भएको थियो नि त। अनि के रहेछ कसो रहेछ भने चाहिँ हामी रिभर साइडमा आइरहेको छौँ। अनि हजुरहरूलाई फेरि पनि भन्न चाहन्छु, जति पनि रिभर साइडमा हुनुहुन्छ तपाईँहरू एकदमै अलर्ट भएर बस्नु होला, किनभने पानी हेभी नै पर्दैछ नर्थ सिटीमा है। अनि त्यसले गर्दाखेरि एकदमै तपाईँहरूलाई सतर्क गर्न चाहन्छु यो समय चाहिँ। यहाँ हेर्नुहोस् ल, पारी एउटा हेर्नुहोस् हुँदैछ कि यहाँ हेर्दै। यहाँ हेर न त्यो पिरामिड जस्तो ठाउँमा हेर त हो। पारीको पनि रोड रिस्की नै छ। यहाँ हेर्नुहोस् है, यो वालसम्म आइसकेको थियो रहेछ हो। योपालि चाहिँ अब यत्रो बढेको कारणले गर्दा बढ्दाखेरि पनि यहाँ ग्राउन्डमा चाहिँ आएन, किन भन्दाखेरि चाहिँ सेफ्टी थियो नि त। पोहोर लगाएको सेफ्टीले चाहिँ धेरै काम गर्यो। आज चाहिँ पानीको चाहिँ हेभी स्पिड छ। योभन्दा खतरा थियो बिहानखेरि झन् साथीहरू। ग्राउन्डको लेभलमा चाहिँ पानी कुदिरहेछ भनौँ न। अब पहिला अहिले चाहिँ यताबाट कुदिरहेको थियो यो बाढले गर्दाखेरि, तर पर हेर्दाखेरि चाहिँ हेर्नुहोस् है, यो ग्राउन्ड चाहिँ टोटल्ली नै खोलाकै हो जस्तो लाग्छ अब क्या देख्दाखेरि चाहिँ। अब यहाँ हेर्नुहोस् न पारी, अब यो घरहरू पनि कस्तो होला पारी घरहरू हाम्रो। सो साथीहरू, पहिला हामी फ्लडमा 2023मा होइन 23 अक्टोबरमा चाहिँ हामीले यहाँ कामहरू गरेको याद आउँछ क्या। यो घरहरू त टोटल्ली सबै डुबाएको थियो नि त। भन्नुको मतलब तल्लो ग्राउन्ड चाहिँ सबै मडले भरिसकेको थियो। यो ग्राउन्ड चाहिँ झन् टोटल्ली हेर्न सक्नुहुन्छ। अहिले पनि यहाँ यस्तो मेन्टेनेन्स चलिरहेको छ, यसलाई सफाहरू हुँदैछ भने होइन। त्यो मडलाई चाहिँ फ्यालिसकेर चाहिँ फेरि पनि त्यस्तै भइरहेछ साथीहरू। यहाँ हिँड्दाखेरि पनि गम गाडिँदैछ। अब काम चलिरहेछ एकपट्टि हो। अब मल्लीको के भन्नु तपाईँहरूलाई, ग्राउन्डको अवस्था त तपाईँलाई सबैलाई याद भएकै कुरा हो। अहिले चाहिँ हामी अर्को जग्गापट्टि जाँदैछौँ, जहाँ चाहिँ त्यहाँ तपाईँहरूलाई म गएर देखाउने छु है साथीहरू। अहिले भने चाहिँ तपाईँहरूलाई मैले ग्राउन्डको पल्लो भागमा लिएर आएको छु, जहाँ चाहिँ तपाईँहरूले हेर्न सक्नुहुनेछ है पारीको दृश्य। एकदमै नाजुकै छ हजुरहरूलाई भन्नुपर्दाखेरि है। यो घरहरू रिस्की नै छ, पहिला पनि तपाईँलाई मैले देखाएको थिएँ। अनि यहाँ हेर्नुहोस् यहाँ यस्तो फ्लो हुँदैछ हो। अनि साथीहरू हेर्नुहोस् है, बिहानको जुन फ्लास फ्लडले गर्दाखेरि चाहिँ पानीको हेभी उयोले गर्दाखेरि चाहिँ हेर्नुहोस् यहाँ मुढाहरू कस्तो कस्तो ल्याएको रहेछ। यो त अझै केही पनि होइन क्या, तपाईँहरूले देख्न सक्नुहुनेछ। योभन्दा पनि बेसी चाहिँ तपाईँको लगिसक्यो क्या।
ठुल्ठुलो मुढाहरू लगिसकेँ त्यहाँ चाहिँ मैले तपाईँलाई भिडियो बनाउनै पाएन किनभने म अलिकति बिजी भएको कारणले गर्दाखेरि है। हेर्नुहोस् है यहाँ कस्तो कस्तो ल्याएको छ बलुवा त त्यो ल्यायो भने चाहिँ मुढाहरू पनि ल्याइसकेको छ है। यहाँ चाहिँ पानी चाहिँ के हुँदो रहेछ भन्दाखेरि चाहिँ उताबाट पानी आउँदो रहेछ, यो पानी आएर चाहिँ यहाँ चाहिँ यस्तो घुम्दैछ क्या, यस्तो घुमेर चाहिँ यतै आउँदैछ। हेर्नु तपाईँले देखिरहनु भएको छ यस्तो घुम्दैछ। अब यस्तो पहिला गनाउँदैछ कि साथीहरू, साह्रै छ बर्खामा है। अब रेनी सिजन त आउनु डल्लै छ होइन। यहाँ हेर्नुहोस् है साथीहरू ल्याएको छ यो चाहिँ साथीहरू यहाँ पहिलाको टाटा स्ट्यान्डको फेद हो। यहाँबाट पनि यस्तो देख्दो रहेछ हो। अब तपाईँलाई म टाटा स्ट्यान्डबाट पनि देखाउने छु है। अहिले भन्दा साथीहरू म यहाँ टाटा स्ट्यान्डमा आइसकेको छु हो। तपाईँहरूले ब्याकग्राउन्ड देखिरहनु भएको छ यहाँ चाहिँ यति साह्रो कस्तो भने यस्तो डरलाग्दो देखिरहेको छ। अस्ति हाम्रो फ्लडमा भएको जस्तै खालको त्यो 2023मा आएको जस्तो नै भइरहेछ। मल्लीमा चाहिँ अहिले तपाईँहरूलाई भन्नुपर्दाखेरि यहाँ हेर्नु सक्नुहुनेछ है यस्तो फ्लो भइरहेको छ हेर्नु नि। यहाँ पानीको तागत चाहिँ कस्तो हुन्छ साथीहरू यहाँ हेर्नुहोस् है। सो साथीहरू अहिलेभरि चाहिँ म र जो चाहिँ फेरि आफ्टर तपाईँलाई सबै कुरो भिडियो देखाएर चाहिँ रुमपट्टि जाँदैछौँ। आशा गर्दछु तपाईँलाई यो भिडियो कस्तो लाग्यो, जतिसक्दो रिभर बेल्टको साइडहरूमा यो भिडियो पुग्न सकोस् भनेर म आशा गरेको छु है। त्यस्तो नराम्रो थिङले मैले बनाएको छुइनँ अनि किनभने धेरै मान्छेलाई हेल्प होस् भनेर चाहिँ मैले जस्ट एउटा बनाएको थिएँ। थ्याङ्क यू सो मच फर वाचिङ।